नमस्ते जिसकी बराई नाम सिवल सबैजनालाई है। आज भने चाहिँ यहाँनिर हाम्रो नानीहरूले हेर्नुहोस् है बुनेको है कुछ न कुछ चाहिँ बनाइरहेको छ। उनीहरू अहिले सिक्ने क्रममा छ अनि यो दृश्यहरू तपाईँहरूलाई म देखाइरहेको छु है। हाम्रो नानीहरूले आफ्नो पकेट मनी जमाएर है यसरी राम्रो कुरा सिकिरहेको छ। त्यो पकेट मनीबाट धागोहरू किनेर यसरी बुनेर कुछ बनाउँछु भन्ने सोच लिएर है मेरो वाइफ है ले पनि सिकाइरहेको छ नानीहरूलाई क्या। किनभने हामी सबैलाई विदित भएको कुरा हो अहिलेको जमानामा है नानीहरू एकदम फोनमा पुरा एडिक्ट भएको छ है। खालि फोन बाहेक है अरू हेर्दैन। त्यसै कारण कुछ है फोनबाट पनि अरू कुरा पनि गर्न सकिन्छ भन्ने हेतुले हामीले नानीहरूलाई यसरी सिकाइरहेका छौँ अनि नानीहरू पनि एकदम इन्ट्रेस्ट दिएर सिकिरहेको छ है। जब स्टडी सकेर फ्री टाइम हुन्छ त्यति बेला है अनि नानीहरूले यो काम गर्छ हाम्रो पिजीमा। अनि यसरी नै सम्पूर्ण प्यारेन्ट्सहरूलाई पनि म यही रिक्वेस्ट गर्न चाहन्छु, तपाईँहरूले पनि हामीलाई सपोर्ट गर्नुहोस् अनि नानीहरूलाई फोनको बदला यसरी बिजी राख्नुहोस्। थ्याङ्क यू।